Hello guys, everyone. Good morning and Ohio gozaimasu. आज पनि म फेरि पनि सानो मिनी ब्लग लिएर आइसकेको छु। अनि त्यही हो, आज पनि रुटिन त्यही हो सधैँ हैन। बिहान बिहान उठेर अब कलेज जाने, तर आज चाहिँ पानी परेर एकदम शीतल भएको छ के। अब गर्मी हुन्छ नि त, घाम लागेको त गर्मी हुन्थ्यो। आज चाहिँ त्यो शीतल भएको छ, पानी परेछ। छाता ओढेर अब बिहान बिहान हिँड्न मजा पनि भइरहेको छ। नभए अरू बेला त अब गर्मी हुप्प भइरहेको थियो नि, त्यो भयो नि। अनि अहिले चाहिँ एकदम शीतल भएको छ, मजा आएको छ, हिँड्नलाई पनि मजा भएको छ, कलेज जानलाई पनि मजा भएको छ, फ्रेस महसुस भइरहेछ। अनि अल्छी गरेर सुतिरहनेहरू चाहिँ उठेर बाहिर यसो वाक गर्नलाई, एक्सर्साइज गर्नलाई हिँड्दा हुन्छ। फेरि सुत्नुहुन्न क्या है। ल गाइस, म एकैतिर छिरिसकेँ, म जाँदैछु माथि। अनि त्यहाँ गएर अनि हामी ट्रेन कुद्न पनि हुन्छ एकैछिन। अनि त्यसपछि नि बल्ल अनि चढेर जानुपर्छ। यहाँ आइपुग्यो। म चाहिँ यो साइडबाट जाने क्या। यो चाहिँ अर्को ट्रेन हो, म यसमा जाने होइन, अर्कैमा जाने मसँग। ठ्याक्कै म जाने ट्रेन पनि आयो। अब यही हो म जाने ट्रेन चाहिँ यहाँ आउँदैछ। त्यही हो म जाने ट्रेन आयो। म यहाँ अर्को ट्रेन चेन्ज गरेर आइसकेँ। यहाँबाट अब ठ्याक्कै एक स्टेसन अगाडि छ मेरो गएको चाहिँ धनी स्टेसन चाहिँ। अनि त्यसपछि नि म गएको जान्छु, पानी परिरहेको छ, अझै भिडियो बनाउनु झ्याउ भइरहेको छ। त्यही भएर अनि ल म पनि अब जान्छु गएको। तपाईँ पनि अब आफ्नो काममा जाने कि फेरि कलेज जाने हो, जानुहोस्। म पनि गएँ, अर्कोचोटि भेटौँला है त। बाई।